कोशी प्रदेश केवल एउटा प्रशासनिक भूगोल होइन, यो आन्दोलनको इतिहास बोकेको भूमि हो। यहाँको राजनीति कहिल्यै पनि सडक, पुल र बजेटको मात्र बहसमा सीमित रहेन। यो पहिचान, आत्मनिर्णय, प्रतिनिधित्व र न्यायको संघर्ष हो। मुकुमलुङ आन्दोलन, प्रदेश नामकरण विवाद, आदिवासी जनजाति अधिकार, लिम्बुवान स्वायत्तताको बहस यी सबैले देखाउँछन् कोशी प्रदेशमा राजनीति भनेको अस्तित्वको प्रश्न हो। सतहमा शान्त देखिए पनि भित्री तहमा असन्तुष्टि, ऐतिहासिक स्मृति र अधिकारको खोजी जीवित छ। त्यसैले यहाँको चुनाव साधारण सत्ता परिवर्तन मात्र होइन, यो राज्य र जनताको सम्बन्धको परीक्षण हो। यही सन्दर्भमा झापा-5 को चुनाव विशेष अर्थ राख्छ। मुख्य प्रश्न उठिरहेको छ, आन्दोलनका एजेन्डा साँच्चै नीति निर्माणको आधार बन्छन् कि नेताहरूका लागि सत्तामा पुग्ने भर्याङ मात्र? आज मतदाताले एउटा विरोधाभास देखिरहेका छन्। हिजो संघीयता र प्रदेश संरचनामाथि प्रश्न उठाउने, प्रदेश निर्वाचनले बहिष्कार गर्ने नेताहरू आज प्रदेश सुदृढीकरणको भाषणमा देखिन्छन्। यो वैचारिक विकास हो कि राजनीतिक सुविधा? निर्वाचनमा देखिएका धारहरू पनि यही दुविधाको प्रतीक हुन्। केपी शर्मा ओली अर्थात पूर्व प्रधानमन्त्री, अनुभव, राजनीतिक स्थिरता र लिगेसीको प्रतीक, तर शक्ति केन्द्रित शैली र आलोचना नसुन्ने प्रवृत्ति बारे प्रश्न छन्। बालेन्द्र शाह अर्थात बालेन, नयाँ, आक्रमक, पुरानालाई चुनौती दिने शैली, तर वैचारिक स्थायित्व र परिपक्वता माथि शंका उठ्ने गरेको छ। रञ्जित तामाङ, वैकल्पिक धारको प्रयास, स्पष्ट दृष्टिकोणको दावी भए पनि संगठन, पहुँच र अनुभव चुनौतीका रूपमा देखिन्छन्। सामाजिक सञ्जालमा मतदाताको मनोदशा स्पष्ट छ। उनीहरू उत्साहित भन्दा बढी दुविधामा छन्। स्पष्ट वैचारिक प्रतिबद्धता भएको विकल्प नदेख्दा मतदान सबैभन्दा राम्रो होइन, सबैभन्दा कम जोखिम रोज्ने प्रक्रियामा सीमित हुन थालेको छ। तर कोशी प्रदेशमा यो प्रवृत्ति खतरनाक हुन सक्छ, किनकि यहाँका मुद्दा विकासभन्दा गहिरा छन्। यी सम्मान, पहिचान र न्यायसँग जोडिएका छन्। यदि आन्दोलनका एजेन्डा फेरि पनि भाषणमै सीमित भए र सत्ता पुग्ने भर्याङ मात्रै बने, त्यो हार कुनै एक उम्मेद्वारको मात्रै हुने छैन। हार हुनेछ पूर्व नेपालको राजनीतिक विश्वासको, आन्दोलनको ऐतिहासिक स्मृतिको, न्यायप्रतिको आशाको। कोशी प्रदेशले फेरि प्रश्न सोधिरहेको छ, सत्ता ठूलो कि एजेन्डा?